हेलो गाइज, सबैजनालाई गुड मर्निङ। अनि आज राति चाहिँ रियल म्याड्रिड भर्सेस एथलेटिक म्याड्रिडको म्याच थियो। कतिजनाले हेर्नुभयो? खेल सुरु भएको, गेम सुरु भएको 27 सेकेन्डमा एथलेटिक म्याड्रिडले रियल म्याड्रिडलाई गोल हानेको थियो। त्यसपछि चाहिँ एग्रिगेटमा 2-1 भएको थियो। अनि त्यो एक गोल हाल्ने बित्तिकै 2-2 भएको। अनि ड्रमा गेम चलिरहेको थियो हो। अनि कस्तो क्या पेनल्टी पायो, कस्तो मिस्टेक हान्थ्यो, विशेषले बाहिर हान्थ्यो। त्यसपछि चाहिँ मुटु ढुक भइरहेको थियो होइन। सबैजनालाई भयो होला, रियल म्याड्रिड फ्यानलाई, हामी सबैजनालाई। तर पनि केही छैन, रियल म्याड्रिड हो, जसरी पनि जित्छ। च्याम्पियन लिग त रियल म्याड्रिडको के भन्नु, प्रपर्टी, आफ्नै प्रपर्टी जस्तै हो। जे गरेर पेलेर हुन्छ कि ठेलेर हुन्छ कि हो, जसो गरेर भयो नि, पेनल्टी पुर्याएर भए पनि जित्छ है। आज पनि त्यस्तै भयो। अब नेक्स्ट गेम चाहिँ हाम्रो आर्सेनल छ। आर्सेनल पनि एकदम राम्रो टिम छ। पिएसबीलाई 9-2ले एग्रिगेटमा जितेको होला। अब हाम्रो गेम चाहिँ अब कहिले अप्रिल 8मा होला सायद, आर्सेनलको होममा। अनि 16मा चाहिँ हाम्रो रियल म्याड्रिडको सेन्टियागो बर्नाब्यूमा हुँदैछ, रियलको होममा। केही छैन, अब यसपालि पनि झन् एम्बापे आएको छ, यसपालि त जित्नै पर्छ है त च्याम्पियन लिग। रियल म्याड्रिड फ्यान कतिजना आतुर हुनुहुन्छ है त रियल म्याड्रिडले च्याम्पियन लिग जितेको हेर्न।